साँच्चीकै समय दिनुभयो उहाँलाई पनि धन्यवाद। अनि आजको हाम्रो आराधना टिमलाई धन्यवाद। हुन्छ, साँच्चीकै आज हामीले अहिले हाम्रो आदरणीय अगुवा भट्ट दाजुबाट अति नै आशिषमय आशिष हामीले सुन्यौँ है। सो साँच्चीकै हाम्रो परमेश्वर हर पल हाम्रो निम्ति उहाँ चाहिँ सक्रिय हुनुहुन्छ, उहाँ सधैँ एक्टिभ हुनुहुन्छ। त्यसकारण हामी आफू पनि परमेश्वरको छोराछोरी भएकोले गर्दाखेरि हामी एक्टिभ हुनु अति आवश्यक छ। आमेन, हालेलुया। साँच्चीकै यो समयको लागि विशेष हाम्रो प्रभुको महिमा भएको साथै तपाईँहरू सबैलाई न्यानो अभिवादन प्रभु यीशु ख्रीष्टको नाममा जय मसीहा, जय मसीह। हामी सबै सन्चै हुनुहुन्छ नि? आमेन। साँच्चीकै हामी सधैँ प्रभुको वचन हामीले सधैँ हेर्ने गर्छौँ, सुन्ने गर्छौँ, पढ्ने गर्छौँ। आमेन। साँच्चीकै आज हामी विशेष हामी कुनै नौलो कतै एकदम डाँडाबाट धेरै गहिरो गुप्त कुरो एउटा खोजेर मैले ल्याएको छैन। हामी सबैलाई दैनिकी जीवनमा है एउटा परमेश्वरले सिकाउँदै गरेको वचनबाट नै हामी एकअर्कामा आजको वचनबाट हामी उत्साहित हुनेछौँ। आमेन। केही समय तपाईँहरू मसँगै हुनुहोस् अनि आजको एउटा वचनको निम्ति प्रार्थना गरिदिने हाम्रो यमज्यूलाई पनि धन्यवाद। साँच्चीकै हाम्रो परमेश्वरले अघि नै सुनिसक्नु भएको छ। यो समय चाहिँ हाम्रो परमेश्वर हामीसँग अवश्य पनि बोल्नु हुनेछ। आमेन। किनभने परमेश्वरको उपस्थिति हाम्रो माझमा परमेश्वरले अघि नै दिइसक्नु भएको छ। आजको वचन तपाईँहरूले यही नै स्क्रिनमा देखिसक्नु भएको छ। व्यस्ततालाई होइन, येशूको उपस्थितिलाई पहिलो स्थान देऊ। हालेलुया। आज विशेष गरी हामीले कतिचोटि आजको वचनको खण्ड चाहिँ मैले तपाईँहरूको बिचमा लुकाको पुस्तकबाट मैले लिएर आएको छु। हामी सबैलाई थाहा छ लुका चाहिँ एउटा वैद्य थिए है। हामी सबैलाई थाहा छ यो कुरा। लुका चाहिँ येशूको चेला नभइकन उहाँ चाहिँ एउटा पावलको चाहिँ हामी एउटा सँगै भन्न सक्छौँ। पावलसँग उसले चाहिँ एउटा होइन प्रसारदेखि लिएर सबै कुरा पावलसँग सहकार्य गरिकन उसले मर्कुसको पुस्तकबाट एउटा प्रभावित भएर लेखेको पुस्तक। प्लस आज तपाईँ हामी सबैलाई अन्य जाति बिचमा आएको यो सुसमाचार चाहिँ लुकाले लेखेको। हालेलुया। मत्तीले लेखेको सुसमाचार चाहिँ अन्य जातिले नभइकन उसको यहुदी जातिले लेखेको थियो भने आज लुकाले चाहिँ तपाईँ र मेरो निम्ति आज हामीले लुकाले लेखेको कारणले गर्दाखेरि सायद हाम्रो बिचमा यो सुसमाचार आज हामीले पाएका छौँ। लुका एउटा वैद्य एउटा डक्टर थिए है। त्यसकारण यो पुस्तकको अब परिचय यतिमै हामी राखौँ। विस्तारमा हामी सबै कुरा परमेश्वरले हामीलाई यी दिनहरूमा सिकाउँदै हुनुहुन्छ। साँच्चीकै परमेश्वरले सिकाउँदै गर्दाखेरि यो पुस्तकबाट आज फेरि पनि हामीलाई दुई दिदीबहिनीको क्यारेक्टरबाट चरित्रबाट हामीलाई पक्कै पनि परमेश्वरले सिकाउनु हुनेछ। आमेन। हालेलुया। तपाईँ हामी सबै एक मन भएर आज हेर्नेछौँ, सुन्नेछौँ। प्रभुको वचनबाट हामी आशिषित हुनेछौँ। आमेन। हुन्छ, यहाँ तपाईँहरूको बिचमा मैले यहाँ अघि नै स्क्रिनमा ल्याएको छु, म पढिदिनेछु। यहाँ माइक भएकोले गर्दाखेरि सजिलो हुँदो रहेछ। यहाँ अब बाहिर हाम्रो अनलाइनमा हेर्नेहरूलाई पनि अलिकति होइन क्लियरिटी हुन्छ। त्यही भएकोले गर्दाखेरि मैले पढेँ। यहाँ चाहिँ हेर्नु, मार्था र मरियमको घरमा उहाँहरू जाँदै गर्नुहुँदा उहाँ कुनै एउटा गाउँमा पस्नुभयो र मार्था नाउँ भएकी एउटी स्त्रीले उहाँलाई आफ्नो घरमा स्वागत गरिन्। मरियम नाउँ भएकी तिनकी बहिनी थिइन्। तिनी येशूका पाउनेर बसेर उहाँको वचन सुन्दथिन्। तर मार्था सेवा सत्कारको धेरै काममा अल्झेकी थिइन्। तिनले येशू कहाँ आएर भनिन्, प्रभुज्यू, मेरी बहिनीले मलाई सत्कारको काममा मलाई एक्लै पारेकी छिन्। तपाईँ वास्ता राख्नुहुन्न, त्यसलाई भनिदिनुहोस् र त्यसले मलाई सघाओस्। तर येशूले जवाब दिएर त्यसलाई भन्नुभयो, मार्था मार्था, तिमी धेरै कुरोको विषयमा चिन्ता गर्छौ र व्याकुल हुन्छौ, तर आवश्यकता एउटै कुरोको छ। त्यही असल कुरो मरियमले छानेकी छे, जो तिनीबाट खुसी नै छैन। आमेन। हालेलुया। साँच्चीकै यहाँ असल भन्ने शब्दलाई, एकदम उत्तम भन्ने शब्दलाई हामीले मनन गरौँ। विशेष गरी परमेश्वरले खोजी गर्नुभएको कुरा है। यहाँनिर हामीले हेर्छौँ भने हामी सबैलाई यो वचन पढ्दै गर्दाखेरि एउटा यस्तो चाखलाग्दो एउटा यहाँनिर हामी ट्राफिकमा पुग्छौँ। यहाँनिर जब पुग्दै गर्दाखेरि पुग्दै गर्दाखेरि यहाँनिर हामीले के देख्छौँ भने, प्रिय मित्रहरू,
यहाँ विशेष गरी आजको वचनको शीर्षकले चाहिँ व्यस्तताको कुरा गरिएको छ। हामी कतिचोटि व्यस्त हुन्छौँ, हामी कतिचोटि आजको दिन हामी आजको दिनलाई अझै पनि यो समयकालमा हेर्छौँ भने मानिसहरूले के गर्दैछौँ, व्यस्तमै जीवन जिरहेका हामी देख्छौँ है। कति कोही अफिसदेखि लिएर कोही काममा रे, कोही कहाँ रे, कोही कता आफ्नो छोराछोरीहरूसँग सम्बन्धसँग सबैसँग व्यस्तका कुराहरू हामी धेरै स्पष्टसँग हामी आज हाम्रै दैलोमा हाम्रै आँखाको अगाडि ल्याउँछौँ। कहाँबाट ल्याउँछौँ भने सामाजिक सञ्जालबाट हामीले पाउँछौँ है। मानिसहरू दौडिरहेका छन्, मानिसहरू है व्यस्त 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 व्यस्त। यहाँनिर यो व्यस्तको कारणले कतिचोटि मोबाइलमा व्यस्त हुन्छ, कति हामी व्यापार आफ्नो व्यावहारिक कुराहरूदेखि लिएर व्यापारदेखि लिएर हामी काम काजमा हामी सधैँ व्यस्त भइरहेका हुन्छौँ। त्यसकारण आजको वचनले पनि व्यस्तताको विषयमा हामीले पक्कै पनि यो शीर्षक हेर्दै गर्दाखेरि यहाँ शीर्षकबाट अघि नै हामीलाई बताइसकेको छ है। अघि नै तपाईँ र मलाई प्रस्ताइसकेको छ कति वचन हामी सुरुदेखि नै अब यो के को विषयमा भन्दै गर्दाखेरि हामी माथि शीर्षक राखिएपछि आज व्यस्तको विषयमै हो। आज परमेश्वरले के कुरा हाम्रो जीवनबाट चाहना गर्नुहुन्छ भन्ने विषयमा पक्कै पनि आजको वचनबाट पनि हामीलाई परमेश्वरले देखाउनुहुनेछ। किनभने आज विशेष गरी हामीले यहाँ एकजना लेडिजलाई अथवा मार्था भन्ने एउटा स्त्रीलाई हामी पाउँछौँ। उसको जीवनमा चाहिँ के भएको हामी देख्छौँ भने यहाँनिर पक्कै पनि परमेश्वरले मलाई चुज गरेपछि काम गर्नु पर्दैन भन्न खोजेको चाहिँ होइन। यहाँ मार्थाले के गरेको छ, प्रभु उहाँको चेलाहरू जति पनि सुसमाचार सुनाउँदै गर्दाखेरि धेरै कामहरू अथवा चङ्गाईको कार्यदेखि लिएर सबै कार्य गर्दै गर्दाखेरि उहाँ गरिकन बाटोमा आउँदै गर्दाखेरि एउटा बेथानिया भन्ने गाउँको दिदीबहिनी थिइन् तिनीहरू है। बेथानियामा पस्दै गर्दाखेरि यहाँनिर स्वागत गरेकी छिन्। अब हामीले देखेको कुरा वचनबाट यो बताएको कुरा हामी स्पष्ट पाउँछौँ। त्यसकारण स्वागत गर्दै गर्दाखेरि यहाँनिर यस्तो हामीले हेर्छौँ होइन, यहाँनिर चाहिँ के पाउँछौँ भने यहाँ येशूलाई आफ्नो जीवनमा स्वागत गरौँ। यसबाट हामी के सिक्न सक्छौँ, येशूलाई तपाईँ र मेरो जीवनमा हामीले अलरेडी स्वागत गरिसकेका छौँ भन्ने कुरो म विश्वस्त छु। हामी जुन दिन तपाईँ र मेरो जीवन परमेश्वरलाई मुक्तिदाता र उद्धारकर्ता भनेर हामी स्वीकार्दै गर्छौँ नि, त्यहाँनिर तपाईँ र मेरो जीवनमा परमेश्वर इन्टर भइसक्नु भएको छ। जसरी यहाँनिर अब मार्थाको क्यारेक्टरबाट के थाहा पाउँछौँ, उसको घरभित्र हुल्याउँदैछ त प्रभुलाई निम्त्याउँदै हुनुहुन्छ, प्रभुलाई बोलाउँदै हुनुहुन्छ। आज हामीले पनि यसबाट सिक्नुपर्ने कुरा के हो भने तपाईँ र मेरो जीवनमा परमेश्वरलाई हो त्यो दिन हामीले ग्रहण गरिसक्यो। अब चाहिँ हाम्रो परिवारमा, सम्बन्धमा, बोलीमा, वचनमा, हाम्रो कामकाज सबै कुरोमा परमेश्वरलाई के गर्नुपर्ने हुन्छ, यहाँनिर हामीले स्वागत गर्नुपर्ने कुरा स्पष्ट थाहा पाउँछौँ। प्रिय मित्रहरू, परमेश्वरको वचनले हामीलाई यही कुरा सिकाउँदै हुनुहुन्छ। आज हामी कतिचोटि परमेश्वरलाई जुन दिन ग्रहण गऱ्यौँ नि सक्यो, वाह पायो मैले सबै कुरा भन्ने कुरा हामी आजको शिक्षाहरूले पनि हामी कतिचोटि पाउँछौँ। तर प्रिय मित्रहरू, परमेश्वरलाई ग्रहण गर्नु अथवा परमेश्वरलाई स्वागत गर्नु भन्दै गर्दाखेरि यहाँनिर प्रभुले स्पष्ट पारिदिएको छ। यहाँ हेर्छौँ भने हामीले स्पष्ट पारेको कुरा हेर्नुहोस् न। यहाँ लुका 10:38 पढौँ न फेरि एकचोटि होइन। उहाँहरू जाँदै गर्नुहुँदा उहाँ कुनै एउटा गाउँमा पस्नुभयो र मार्था नाउँ भएकी एउटी स्त्रीले उहाँलाई आफ्नो घरमा स्वागत गरिन्। यहाँनिर गाउँको नाम उल्लेख गरिएको छैन, तर जब हामी यूहन्ना 11 अध्यायले पढ्छौँ भने त्यहाँ स्पष्ट छ गाउँ बेथानिया भन्ने गाउँ हो यो चाहिँ है। त्यो गाउँमा पस्दै गर्दाखेरि स्वागत गरेको कुरा हामी देख्छौँ। मैले यहाँ तस्बिर जब राख्दै गर्दाखेरि तस्बिर आफै बोल्छ प्राय जस्तो। हेर्नुहोस् न, आउनुहोस् न भनेर यहाँ बोलाउँदै हुनुहुन्छ है। आज के तपाईँ र मेरो जीवनमा प्रभु येशूलाई तपाईँ र मैले हो जुन दिन ग्रहण गरेँ, अरू दिनमा त हामी कतै व्यवस्था गरिराख्नु भएको छ कि एभ्री डे सधैँ फर एभर हाम्रो जीवनमा परमेश्वरलाई स्वागत गर्ने जीवन हुनुपर्छ भन्ने एउटा शिक्षा चाहिँ यहाँ हामीले देख्छौँ, पाउँछौँ। त्यसकारण हामी ख्रिस्टमा जिउने व्यक्तिहरू आफ्नो व्यस्ततामा, आफ्नो काममा व्यस्त हुनु र काम गर्दै गर्दाखेरि प्रभुलाई त्यो काममा पनि हामी हाम्रो जीवनमा स्वागत गर्न सक्छौँ, प्रभुलाई धन्यवाद दिन सक्छौँ। परमेश्वरसँग तपाईँ र मेरो जीवन व्यतीत गर्ने जीवन हो प्रिय मित्रहरू है। यहाँनिर चाहिँ है हामीले हेर्छौँ भने मार्थाले उहाँलाई आफ्नो घरभित्र जब स्वागत गर्दै गर्दाखेरि हामीले पनि यहाँनिर के यही कुरा सिक्नुपर्छ। हामी ख्रिस्टमा हुने व्यक्तिहरूलाई चाहिँ परमेश्वरलाई हरेक दिन
हरेक समय एभ्री मोमेन्ट चाहिँ हाम्रो जीवनमा परमेश्वर हुनुपर्छ भन्ने कुरो चाहिँ यहाँ हामी बुझ्दैछौँ। तर यहाँबाट तपाईँहरू मैले अघि नै भनिसकेँ, सिक्नुपर्ने कुरा यही हो कि हामी सधैँ प्रभुको वचनलाई हाम्रो जीवनमा स्वागत गर्नुपर्छ है। प्रभु येशूको हामी सबैलाई थाहा छ, आदिमा वचन हुनुहुन्थ्यो, वचन परमेश्वरसँग हुनुहुन्थ्यो अनि वचन परमेश्वर स्वयं हुनुहुन्छ। आमेन। त्यसकारण वचनलाई हामी कति अरू कुनै बेला हामी स्वागत गर्दैछौँ कि छैनौँ है, परमेश्वरको वचनलाई हामी आदर गर्दैछौँ कि छैनौँ, हाम्रो जीवनमा प्रभुको वचनलाई कतिको हामीले सम्मान गरेका छौँ। यहाँनिर मार्थाले भित्र त छिराउनु भएको छ, भित्र त बोलाउनु भएको छ मजासँग, ल तपाईँको साथी एकदम गरेको कुरा हामी देख्छौँ। स्वागत भन्दै गर्दाखेरि यो स्वागत एउटा गर्ने पनि एउटा शैली हुन्छ के। कति मान्छेले स्वागत गर्न सक्छ? हाम्रो पाहुना आयो भने, पाहुना लाउनको लागि आउनु भएको थिएन, उहाँ त बाटोमा हिँड्दै गरेको बान्छीलाई उहाँले स्वागत गर्नुभएको छ। यहाँनिर हामी त हाम्रो पाहुना आउँदाखेरि पनि त्यति स्वागत सायद कतिको जीवनमा यो हुनसक्छ। तपाईँ र मेरो जीवन चाहिँ स्वागत गर्ने जीवन हुनुपर्छ भन्ने कुरो पनि हामीले देख्न सक्छौँ है। आज यी दिनहरूमा हामीले संसारमा हामी आफ्नो लागि सुन्दर कुराहरू थुपार्छौँ, आफ्नो लागि सबै कुरा थुपार्छौँ, तर जो परमेश्वरको वचनको लागि हामीले ठाउँ नै दिँदैनौँ है, दिइरहेका छैनौँ कि। आज हामी यो एनोन मण्डली परिवारलाई मात्र नभएको, यो चाहिँ सारा वर्ल्डमा भएको प्रभुका जनहरूलाई हो है। यो चाहिँ हामी प्रभुबाट सिक्नुपर्ने वचन हो, सिक्नुपर्ने कुरो हो। हाम्रो व्यावहारिक जीवनमा हामीले दैनिकी जीवन जब जिउँदै गर्दाखेरि परमेश्वरको वचनलाई स्वागत गर्नु हो। जब हामी परमेश्वरको वचनलाई स्वागत गर्नुहुन्छ नि, हाम्रो जीवनमा प्रभुको वचन हावी हुन सक्छ। आमेन। जित्न सक्छ। हरेक समय हाम्रो परमेश्वरको वचनले हामीले माथि राख्न सक्छ है। प्रभुको वचन चाहिँ त्यो हो। परमेश्वरको वचन मैले अघि नै भनेपछि, प्रभु जब हामी येशूलाई स्वागत गर्नु भनेको यो समयकालमा परमेश्वरको वचनलाई स्वागत गर्नु। आमेन। वचन स्वयं येशू हुनुहुन्छ भनेर हामी हेर्छौँ भने यूहन्ना 1:1ले हामीलाई बताइसक्नु भएको छ। ओके, ढिलो नगरिकन नम्बर 2 बुदामा जानेछौँ। 2 नम्बरमा येशूका चरणमा बस्न उत्तम छनौट हो। मरियम नाउँ भएकी तिनकी एउटी बहिनी थिइन्, तिनी येशूका पाउनेर बसेर उहाँको वचन सुन्दथिन्। यहाँ वचनलाई प्रायोरिटी दिने कुरा आएको छ। अब चाहिँ वचन, यहाँनिर हामीले मार्थाले के गरिएको छ? परमेश्वरलाई घरमा स्वागत गरेको कुरा हामी देख्छौँ भने अब मार्था कि बहिनी जुन मरियम के गर्दै छिन्? यहाँ परमेश्वरको वचन सुन्दै छिन्, परमेश्वरसँग बस्दै छिन्, परमेश्वरसँग समय बिताउँदै छिन्। हालेलुया। हेर्नुहोस् त, हाम्रो जीवनमा के यो कुरा कतै हामी पनि परमेश्वरलाई जुन दिन ग्रहण गरे त्यो दिन अरू बेलामा चाहिँ परमेश्वरलाई व्यवस्था गरिराख्नु भएको छ कि? मरियम प्रभुको चरणमा बसेर के गर्दै थिइन्? उहाँको वचन सुन्दै थिइन्। उहाँसँगको जो उहाँले बोल्नु भएको कुरालाई एकदम ध्यानमग्न भएर केन्द्रित भएर के गर्दै थिइन्? यहाँनिर पाउनेर बस्दै थिइन् है, बसेर प्रभुको वचन सुन्दै थिइन्। भन्दै गर्दाखेरि तपाईँ र मेरो जीवनमा पनि यो वचनको त्यति महत्त्वपूर्ण हुनु अति आवश्यक छ। हामी संसारको हरेक शैलीदेखि लिएर बोली वचन अनि अरू अन्य ठाउँमा हामी समय बिताउनु भन्दा परमेश्वरको वचनमा हामी जब समय बिताउनु हुन्छ नि, परमेश्वरले के सिकाउनुहुन्छ त्यो कुरो तपाईँ र मैले पाउनुहुन्छ। आमेन। हामी परमेश्वरबाट चाह गर्नुहुन्छ, तर हामी परमेश्वरसँग नजिक हुँदैनौँ। परमेश्वरबाट हामी एकदम आशिषको माग हाम्रो जीवनबाट सधैँ हामी गर्छौँ के। हाम्रो एक्सपेक्ट के हो? आशा चाहिँ सधैँ प्रभुबाट मैले पाउन्। तर हामी परमेश्वरको वचनभित्र परमेश्वरको वचन सुन्दै गर्दाखेरि कतिचोटि हाम्रो जीवनमा के हुन्छ? कति सुनौँ हो प्रभुको वचन, कति पढौँ हो, मेरो काममा पनि म समय दिनुपर्ने हुन्छ हो। म आज एकदम नाइट ड्युटी गरेर आएको छ, यहाँ निन्द्रा लागिरहेको छ, सुत्छु। हामी मान्छे भएको कारणले गर्दाखेरि कतिचोटि यो हाम्रो जीवनमा आउँछ। यो स्वाभाविक हो है। फेरि मेरो जीवनमा पनि हुन्छ यो। तर यो कुरालाई भन्दा पनि परमेश्वरले उहाँसँग
एभ्री टाइम जोड्नको लागि उहाँले यो समय फोर्स गरिराख्नु भएको छ। यो वचनबाट चाहिँ हामीले सिक्दै गरेको कुरो यही हो कि यो मरियमको चरित्रबाट सिक्नुपर्ने कुरो चाहिँ परमेश्वरको वचनलाई सधैँ माथि राख्ने हो के, सधैँ उहाँसँग हामी जिउने हो के। यो कुरोबाट चाहिँ सिकेको चाहिँ यति बेला सायद के गर्दै अब अर्को पाठ तेस्रो नम्बरमा तपाईँ मैले हेर्नेछौँ के यो कुरा। कतिचोटि हामी परमेश्वरको वचनलाई आज पढ्यौँ, अब चाहिँ म आफै पनि है कतिचोटि वचन पढ्दै गर्दै पढ्यो भोलि मैले पढ्नु पर्ने कुरो हो, ठ्यास मैले समय बिर्सी पठाउँछौँ। कतिचोटि हामी बिर्सिएर पनि हुनसक्छ, कतिचोटि हामी बहाना लगाइ पठाउँछ, हिजो मात्रै पढेको, अब अर्को हप्तामा म खोल्छु यो बाइबल, अर्को हप्ता मेरो शनिबारको सङ्गति छ राति, म त्यहाँ मात्रै खोल्छु भन्ने म पनि हुन्छु यो कुरा। तर त्यो जब हुँदै गर्दाखेरि तपाईँ र मैले के गर्नुपर्ने हुन्छ, यो मेरो लागि होइन, मेरो लागि चाहिँ परमेश्वरको वचनमा बस्नु हो, मेरो छनौट चाहिँ त्यो हुनुपर्छ। हाम्रो जीवनमा आउँछ यो कुराहरू, प्रभुको वचन पढ्दै गर्दाखेरि तपाईँ ओहो सरासर पढ्दै तपाईँ चाहिँ अझै माथि जाने कुरो तपाईँ यदि तपाईँमा भर परिराख्नु भएको चाहिँ तपाईँले सक्नुहुन्न, यो हामीले सक्नुहुन्न, मैले सक्दैन। तर हामी जब परमेश्वरमा जानुहुन्छ नि यो कुरा तपाईँ र मलाई परमेश्वरले दिन सक्नुहुन्छ। आमेन। परमेश्वर चाहिँ यही कुरा चाह गर्नुहुन्छ, उत्तम कुरा हाम्रो जीवनबाट परमेश्वरसँग सधैँ समय बिताउन्। जस्तो सुकै परिस्थिति किन नहोस् हाम्रो जीवन चाहिँ परमेश्वरसँग बित्ने जीवन हुनुपर्छ भन्ने कुरा मरियमले यहाँनिर मरियमको जब पाउनेर बस्दै गरेको कुराबाट एकदम नम्र पनि हामी देख्छौँ, नम्रसँग प्रभुको वचनलाई सुन्दै गरेको कुरा हामी देख्छौँ है। हामीले उसले सुन्दै गरेकी छिन् भन्ने कुरा हामी आज थाहा भयो। यो कुराले गर्दाखेरि तपाईँ र मेरो जीवनमा पनि यही हो कि वचन किन हामीले सुन्नुपर्छ, किन वचनलाई हामी पालन गर्नुपर्छ, किनकि परमेश्वरको वचनले हाम्रो जीवनमा आत्मिक वृद्धि पनि ल्याउँछ। आमेन। शरीरलाई पनि हामीलाई जोस दिन्छ, हामी शरीरमा बनिँदै जान्छ, आत्मिक त्यत्तिकै बन्छ अनि शरीर तपाईँ र मेरो त्यो पापबाट टाढा रहन सक्छौँ। जब हामी पापबाट टाढा रहन्छौँ नि हाम्रो जीवन अटोमेटिकली परमेश्वरको त्यो एक महिमादेखि अर्को महिमासम्म पुग्ने बाटो तपाईँ र मैले बनाउन सक्नुहुन्छ। आमेन। त्यसको लागि हामी परमेश्वरको अधीनतामा परमेश्वरको वचन मुनि बस्ने कुरा हामीले देख्दैछौँ। मैले अघि नै भनिसकेँ त्यो पदलाई फेरि पनि म कोट गर्छु, योना 1:1 है। वचन आदिमा वचन हुनुहुन्थ्यो, वचन परमेश्वरसँग हुनुहुन्थ्यो अनि वचन परमेश्वर हुनुहुन्थ्यो। त्यसकारण परमेश्वरको वचनलाई चाहिँ हामी एभ्री टाइम के सधैँको लागि एभ्री मुमेन्ट नै भनौँ न, हरेक पल परमेश्वरको वचन तपाईँ र मेरो जीवनमा हुनुपर्छ भन्ने गुण आज हामीले यो लेडीको जीवनबाट है, यो मरियमको जीवनबाट हामी देख्दैछौँ। त्यसकारण प्रिय मित्रहरू वचनले पनि के भन्दछ, जे सुनिएको छ त्यसैबाट विश्वास आउँछ, जो सुनिन्छ त्यो ख्रीष्टको प्रचारबाट आउँछ। आमेन। परमेश्वरको वचन सुन्दै गर्दाखेरि हाम्रो जीवनमा अझै विश्वास बढ्ने कुरो छ। आमेन। परमेश्वरसँग बस्दै गर्दाखेरि, प्रभुसँग सम्बन्ध गाँच्दै गर्दाखेरि, परमेश्वरसँग अझै म गहिरो जान्छु भन्ने कुराहरू अझै हाम्रो कन्फिडेन्ट हामी बढ्न सक्छौँ। प्रभुसँग अझै हाम्रो एउटा कदमलाई अझै अगाडि बढ्न सक्छौँ। तपाईँ कुनै बेला नबोल्ने व्यक्ति हुनुहुन्छ भने तपाईँ बोल्दै गर्दाखेरि के हुन्छ, तपाईँको कन्फिडेन्ट अझै के हो अगाडि बढ्न सक्छ। नहिस्किचाइसक्न बोल्न सक्ने शक्तिहरू परमेश्वरले हामीलाई प्रदान गर्न सक्छौँ। त्यसको लागि हामी तयारी हुनुपर्छ। हामी चाहिँ परमेश्वरको वचनभित्र रहेर हाम्रो जीवनलाई यापन गर्नुपर्छ। कतिचोटि वचन सुन्छौँ तर सुन्ने कुरामा मात्रै यहाँ मरियमको जीवन वचन सुन्दै गरेको देख्छौँ भने पक्कै पनि यसले प्राप्त गर्नको लागि सुन्दैछन्। हामीले परमेश्वरको वचन सुन्नु चाहिँ प्राप्त गर्नको लागि सुन्नुपर्छ है, पाउनको लागि के हामीसँग हाम्रो जीवनमा आउनको लागि जुन आशिष। तर हामी वचन सुन्छौँ त्यो वचनको मुताबिक अब जिउँदैनौँ भने कसरी हाम्रो जीवनमा आशिष आउँछ? आशिष आउनको लागि हामी जिउनुपर्छ। परमेश्वरले त्यस्तो ठाउँ राखिदिनु भएको छ। यो वचन चाहिँ प्रभुले हामीलाई आशिष दिने ठाउँ हो। तपाईँ हामी प्रार्थना दिनौँ, एकदम धेरै समय लामो प्रार्थना गर्नुहुन्छ, यसको लागि प्रार्थना नगर भनेको सन्देश होइन। तर परमेश्वरको वचन तपाईँले हेर्नु हुँदैन भने त्यो आशिष कसरी तपाईँलाई थाहा हुने? मेरो जीवनमा के आउँदैछ? परमेश्वरबाट हाम्रो निम्ति राखिएको आशिष थाहा पाउनको लागि अब हामीले अझै त्यो आशिषभित्र कन्फिडेन्ट रहनको लागि हाम्रो परमेश्वरको वचनलाई के गर्नुपर्छ? सुन्यो, पढ्यो, पालन पनि गर्नुपर्छ। आमेन। परमेश्वरको वचन यदि पालन तपाईँ र मेरो जीवनमा छैन भने
हामीले जुन पाउनुपर्ने आशिष कहिले पनि प्राप्त गर्न सक्दैनौँ। विशेष गरी चाहिँ आत्मिक जीवनहरू परमेश्वरमा बढ्नुपर्ने कुराहरू कदापि पनि परमेश्वरले त्यो आशिषभित्र हामीलाई लान सक्दैन। त्यसकारण हाम्रो परमेश्वरको वचन यति मिठो है। भजन सङ्ग्रह पुस्तकमा छ परमेश्वरको वचन चाहिँ के हो? मा जस्तो के गुलियो। आमेन। परमेश्वरको वचन के हो? घन जस्तो भने यसै लेखेको छ। हालेलुया। त्यसकारण परमेश्वरको वचनलाई जब हामी सुन्छौँ, प्रभुको वचनमा हामी समय बिताउँछौँ भने त्यो आशिष हाम्रो जीवनबाट कसैले पनि खोज्न सक्दैन। परमेश्वरको वचन भनेको जीवन हो। हामी सबैलाई यो कुरा अवगत छ। प्रभुको वचनले हामीलाई सधैँ सिकाउँदै आएको कुरा यो नै हो कि मेरो वचन चाहिँ जीवन हो। आमेन। परमेश्वर वचनभित्र हामी रहन्छौँ भने हामी त्यो वचनबाट चाहिँ जीवन भनेको प्रशस्त मात्रामा पाउने जीवनलाई प्राप्त गर्न हो। त्यो जीवन संसारको कुरोले हामीलाई केही समय त देला होइन, आनन्द देला, खुसी पनि देला, शान्ति देला, तर त्यो शान्ति तपाईँ र मलाई परमेश्वरको वचनले मात्र दिन सक्नुहुन्छ, अनन्तको शान्ति। आमेन। त्यसकारण परमेश्वरको वचनलाई याकुबले स्पष्ट लेखिएको छ 1:2 तर वचन पालन गर्ने हो र सुन्ने मात्र भएर आफैलाई धोका नदेऊ। हामी परमेश्वरको वचन सुन्दै गर्दाखेरि कतै प्रभुको वचन हाम्रो जीवनमा लगानी गरिराख्नु भएको छैन भने हामीले आफैले के गर्दै गरेको देखाउँदैछ? वचनले धोका दिँदै गरेको कुरा स्पष्ट वचनबाट एकदम हामीलाई देखाइरहेको छ भन्ने कुरा हामीले आज याकुबले एकदम स्पष्ट लेखिएको छ वचन। हामी कतै चाहिँ वचन चाहिँ मजासँग सुन्छौँ नि। आज 2 घण्टाको सेवामा हामी एकदम सबै एकदम राम्रो एकदम के भन्छ त्यसलाई प्रभुको वचन सुन्नको लागि हामी पुग्छौँ। तर यो एकदम 2 घण्टालाई हामी मिसयुज, अब वचन त एकदम युज त तपाईँहरूले गरिराख्नु भएको, तर तपाईँ अब यसपछि गएको जीवन वचनभित्र हुँदैन भने तपाईँलाई नै धोका दिएको हुन्छ। म वचनभित्र हुँदा म आफैले मलाई धोका दिएको अन्त मेरो 2 घण्टा कहाँ गयो आज दिनभरिको जीवन। जुन परमेश्वरबाट आशिष पाउनको निमित्त हामीले हरेक समय प्रभुसँग बिताउनु पर्छ। जसरी मैले उदाहरणमा सधैँ भन्ने गर्छु, तपाईँ र मैले चलाउँदै गरेको मोबाइल जुन यन्त्र छ नि, त्यसलाई बिना ब्याट्रीको हामीले कहिले पनि प्रयोग गर्न सक्दैनौँ। त्यो ब्याट्रीलाई के गर्नुपर्छ? हामीले घरिघरि चार्ज गर्नुपर्छ। त्यसकारण तपाईँ र मेरो विश्वासलाई अझै परमेश्वरसँग सधैँ बनिरहनको लागि चाहिँ प्रभुको वचनलाई हामीले के गर्नुपर्छ? पहिलो प्रायोरिटी दिएर सुन्दै पढ्दै पालन गर्दै अगाडि बढ्नुपर्छ भन्ने कुरा आजको वचनबाट हामीले सिक्न सक्छौँ प्रिय मित्रहरू। ओके, 3 नम्बरमा जाउँ। यहाँतिर हेर्नु त अब कुराकानी हुँदै गरेको कुरा हामी देख्छौँ। एकदम एउटा चाहिँ व्यस्तसँग बसी एकदम व्यस्त के काममा चाहिँ एकदम व्यस्त के आफूलाई के गरिरहेको छ। अब परमेश्वरलाई उसले के गरेको छ? प्रभु येशूले स्वागत त गर्नुभएको कुरा हामी देख्छौँ, तर उसले के गरेको? अब स्वागत गरेर मात्र पुगेन नि त। अब तपाईँ र म प्रभुलाई त स्वीकार गर्यो, तर हामी जताभावी काममा मात्रै व्यस्त। प्रभुको जुनै पनि तपाईँले अहिले गर्दै हामी सेवामा होइन, हामी सेवा सङ्गति गर्ने व्यक्तिहरू चाहिँ कुनै एउटा कार्यक्रममा पनि हामी सहभागी हुँदैन कि कतिचोटि। प्रभुलाई त लिएको छ भित्र, म चाहिँ क्रिस्चियन हो भनेर। यहाँनिर चाहिँ अब अर्को क्यारेक्टर आएको छ है, मार्थाको क्यारेक्टर फेरि आएको छ। मार्थाले के गर्दैछ यहाँनिर? उसले हो असल हो, उसले एकदम मैले अघि नै भनिसकेँ सेवा सत्कारको एकदम ऊ वरदान पाएको एउटा लेडिज अथवा एउटा स्त्री हो है। त्यसकारण उसले सबै कुरो के गर्न खोजेको छ? असल गर्न खोजेको छ। अब गुरुलाई अब मैले निम्त्याएको त छ यहाँनिर होइन, अब मैले गर्नुपर्ने कुरो एकदम व्यस्त छ क्या उसले सबै उसको भरमा उसले गर्न खोज्यो। अब मैले म चाहिँ व्यस्त देखाउने जस्तो पनि यहाँ देखिरहेको छ। मैले सबै कुरो गर्यो, तर यो मेरो बहिनीलाई सम्झाउन यहाँनिर छ। तर मार्था सेवा सत्कारको धेरै काममा अल्झेकी थिइन्। तिनले यसो कहाँ भएर आएर भनिन्, प्रभुज्यू मेरी बहिनीले सेवा सत्कारको काममा मलाई एक्लै पारेकी छिन्, तपाईँ वास्ता राख्नुहुन्न? त्यसलाई भनिदिनुहोस् र त्यसले मलाई सघाओस्। तर यसोले जवाब दिएर तिनलाई भन्नुभयो, मार्था मार्था तिमी धेरै कुराका विषयमा चिन्ता गर्छौ र व्याकुल हुन्छ। यो बुदामा एकदम मिठो लेखेको छ है। यहाँनिर हेर्नु त मार्थाले के गर्छ? येशू ख्रिस्टलाई अब उसले चाहिँ के गर्दैछ? काम लगाउँदैछ।
आशिष दिन आएको एउटा आशिषको लागि पक्कै पनि यहाँनिर के गरेको छ, स्वागत गरेको छ, जीवनमा लिएको छ। तर प्रभु येशूसँग बस्नुको सट्टा उसले के गर्छ, अब येशूलाई यहाँनिर के गरेको छ, उसले पुरा काम लगाउँदैछ। मेरो बहिनीले भनिदिनु न, कस्तो हेर्नु त तपाईँ देख्नुहुन्न। आज हामी पनि कतिचोटि त्यो हुन्छ क्या, सेवा गर्ने ठाउँमा पनि के मण्डलीमा पुलपेटमा हामी कतै त्यो हुँदैछ कि म त धेरै गर्छु कि, म त ल्यापटप पनि यहाँ देखाउँछु स्क्रिनमा, अरू त केही गर्दैन प्रभु, म त वचन पनि बोल्छु अनि म गिटार पनि बजाउँछु। सबैमा यदि हामी यो कुरा हाम्रो जीवनबाट यो आउँदैछ, प्रभुलाई सुनाउँदैछ भने मार्थाको जीवन जस्तो हो। तपाईँ र मैले यहाँबाट सिक्नुपर्ने कुरो के हो भने, परमेश्वरलाई तपाईँ र मैले यदि जीवनमा राख्नु भएको छ भने तपाईँले गर्नुभएको स्वागत तपाईँ मजासँग खुसी साथ गर्नुहोस् न। जे गर्नुहुन्छ तपाईँ र मैले खुसी साथ गर्नुपर्ने हो नि त। प्रभुलाई स्वीकार्नु भएको छ, आमेन। किन प्रभुलाई उहाँले एउटा रिझाउनको लागि काम गर्दै हुनुहुन्छ, तर पनि यहाँनिर इको आयो। तर पनि यहाँनिर के हामी देख्छौँ भने गनगन कुरालाई पक्रिएको छ। अब उसले गरेको कुरा उता म आफू देखाउन खोजिरहेको छ। यहाँनिर चाहिँ प्रभु येशूले चाहिँ उसलाई जवाब के दिएको छ त। सबै कतिचोटि हामी पनि यो कतै भइरहेको छ भने आजदेखि हामी चाहिँ के गर्नुपर्ने हुन्छ, हाम्रो जीवनलाई सच्याउनु पर्ने हुन्छ। प्रभुको वचन के हो, सच्याउने, परमेश्वरको वचन सच्याउने हुन्छ होइन। हामी सच्याउनु पर्छ हाम्रो जीवन। कतै म मात्रै गर्छु भने तपाईँको साथी सङ्गीको काममा पनि के, यहाँ मात्रै होइन, तपाईँको प्र्याक्टिकल आफ्नो व्यवहारिक काम कम्पनीमा, म त कति गर्छु यो मान्छे केही गर्दैन भनेर तपाईँ आफै गनगन गरिराख्नु भएको छ भने आज सिक्नुपर्छ। यो गनगनले तपाईँ र मेरो जीवनमा धार्मिकता ल्याउँदैन। गनगनले चाहिँ जहिले पनि के गर्छ, तपाईँ र मेरो आत्मिक जीवनलाई खस्काइदिन्छ, तल लगिदिन्छ। परमेश्वरसँग बढ्नुको सट्टा तपाईँ र मेरो आत्मिक जीवन घट्न पुग्छ। हामीले सिकेका कुराहरू हामीले पालन नगरेको कुरा हामी आफैमा प्रमाणित गरिदिन्छ गनगनले। त्यसकारण प्रिय मित्र, गनगन चाहिँ के हो, परमेश्वरलाई मन नपर्ने कुरा। यहाँनिर हेर्नु त, परमेश्वरले के भयो, तिमी व्याकुल हुन्छौ, उसले असल काम गरेको छ, खास प्रभुले यहाँनिर तिम्रो काम नराम्रो भनेकै छैन, तर प्रभुले चाहिँ उसलाई बताइदिएको छ यो काम गर्नु ठिक, तर तिमीले गर्दै गरेको तरिका चाहिँ गलत हो। आफूले गर्नुपर्ने काम चाहिँ मजासँग शान्तिसँग गर्नु भयो भने प्रभुको वचनले के भनेको, जे तपाईँ र मेरो जीवनबाट हामी प्रभुमा गर्छौँ नि खुसी साथ गर्नुपर्ने हो नि त होइन। खुसी साथ हामीले दिने कुरो होस्, परमेश्वरलाई समय दिने कुरो होस्, या कतै तपाईँ र मैले एउटा समस्या परेकोहरूको बिचमा दिने कुरोमा होस्, प्रभुलाई भेटिदिने कुरोमा होस्, 10% दिनुपर्ने कुरोमा होस्, हामी परमेश्वरलाई जब दिँदै गर्दाखेरि खुसीसँग दिनुहुन्छ नि, प्रभुमा हामी अझै एक महिमादेखि अर्को महिमा पुग्छौँ। आमेन। अब हामी कतिचोटि दिन्छौँ, मैले त यत्रो दियो, यसले त दिँदै दिँदैन, मैले यसलाई हेरेको छु कि लेखेको, यसले कति थोरै दिन्छ, मैले हेर्दैछु नि। कतै हाम्रो जीवनमा यो कुरा यदि भइरहेको छ भने यसलाई चाहिँ आज हामीले सुधार गर्नुपर्ने कुरा छ। जसले खुसी साथ काम गर्नुहुन्छ नि, परमेश्वरमा त्यो आशिषित व्यक्ति हो। आमेन। हामी चाहिँ परमेश्वरमा जब काम गर्दै गर्दाखेरि, प्रभुको सेवा गर्दै गर्दाखेरि, पुलपेटमा हुँदै गर्दाखेरि, हाम्रो परमेश्वरको सेवा गर्नको लागि परमेश्वरले हामीलाई नियुक्त गर्नुभएको छ भने त्यो कुरोलाई हाम्रो जिम्मेवारीलाई खुसी साथ हामीले यदि लिँदौ हुन्न भने हाम्रो परमेश्वरबाट हाम्रो आत्मिक जीवन अझै के हुन्छ, खस्काउने कुरा, तल हामी खस्ने कुरा हामी देख्छौँ। त्यसकारण वचनले भनेको छ फिलिप्पी 2:14ले, गनगन अथवा वाद विवाद नगरी सबै काम गर्दै जाऊ कि। प्रभुमा हामी गर्ने काम चाहिँ गनगन वाद विवाद होइन, त्यो मिलेन त्यो मिलेन होइन, परमेश्वरमा प्रार्थनाको साथ अगाडि बढ्ने हो। हालेलुया, बढ्ने हो। यहाँनिर उसले खोजेको कुरा परमेश्वरलाई आज्ञा गर्दैछ उसले त, ओ प्रभु उसलाई भनिदेऊ न, हामी परमेश्वरको आज्ञा मान्नुपर्ने विश्वासीहरू हौँ। कतै आज हाम्रो पनि
प्रभु मेरो लागि यो गरिदेऊ न, त्यो गरिदेऊ न, यो भएन त्यो भएन भनेर यदि गनगन गरिराख्नु भएको छ भने आज चाहिँ परिवर्तन हुने समय हो है। किन परमेश्वरको वचन स्पष्ट है 2 तिमोथी 3 को 16 हामी पाउँछौँ नि त। प्रभुको वचनले चाहिँ हामीलाई सच्याउँछ नि त, त्यसकारण हामी प्रभुको वचनभित्र जानु अति आवश्यक छ। त्यसकारण परमेश्वरले तपाईँ र मलाई सिक्ने कुरा चाहिँ आज दिनुभएको छ। आज हामी कतिचोटि हामी आफै थाकिरहेको हुन्छ कि काममा व्यस्त भएर। आजको सुन्दर दिन हो, परमेश्वरसँग बिताउने दिन पनि हो। कति विश्वासीहरू होला, कति काम आफै एकदम काम गर्नुपर्ने अवस्था हुन्छ, कति चाहिँ कामलाई हामी स्किप गर्न सक्ने ठाउँमा भएर पनि हामीले गर्दैनौँ कि त्यहाँनिर आफै के हुन्छ एकदम प्रस्तुत हुन खोज्छौँ। म चाहिँ यस्तो हो उस्तो म काम गर्छु भो भन्ने कुरोतिर हामी लाग्छौँ। तर जुन फ्याक्ट्री अथवा काम गर्ने ठाउँमा हामीले यदि स्किप गर्न मिल्ने ठाउँ छ भने, हामीले जब आफ्नो सुपरभाइजर एउटा आफ्नो लाइन लिडरहरूलाई जब हामीले अनुरोध गर्दाखेरि पाउँछ भने हामीले त्यो कुरा चाहिँ बिर्सिनु हुँदैन। परमेश्वरसँग उपस्थितिमा हुँदै गर्दाखेरि, परमेश्वर दिँदै गर्दाखेरि हामी समय पनि हो। आजको विशेष हामी हप्ताको एक दिन यसरी हामी भेला हुन्छौँ। यही दिनलाई, यही समयलाई तपाईँ र मैले स्किप गरी पठाउँछौँ। वास्तवमा यो दिनलाई चाहिँ तपाईँ र मैले प्रेम गर्नुपर्ने। आमेन। त्यसकारण परमेश्वरले हो कतिचोटि मैले अघि नै भनिसकेँ, कतै यस्तो अनुरोध गर्दाखेरि, रिक्वेस्ट गर्दाखेरि पनि नमिल्ने ठाउँहरू हुनसक्छ है। फेरि त्यो हो, ठिकै हो, त्यहीँ परमेश्वरले आशिष दिनुहुन्छ। जुन व्यक्तिले त्यो ठाउँमा पनि अनुरोध गर्नुहुन्छ नि, त्यो परमेश्वरले उसको चाहना देख्छ। वाह, यो मेरो छोरा हो, यो छोरी हो। अनि कतिचोटि आज त ओटी हो, 1 को 2 पाउने हो नि त। त्यहाँनिर जब अल्झिन्छौँ नि, परमेश्वरसँग बिताउने समयलाई तपाईँले र मैले चाहिँ स्किप गर्दैछौँ, प्रभुसँग हामी टाढा हुँदैछौँ भन्ने कुरो बुझ्नुपर्छ। प्रभुले आजको समय माग्नु भएको हो नि त हामीलाई। यहाँनिर उसले होइन, यदि त्यहाँनिर काम गर्दै गर्दा खुसी साथ गर्यो भने यहाँनिर प्रभु येशूले तिमी व्याकुल हुन्छौ भन्नै पर्दैन थियो के। आज हामी कतिचोटि त्यो काम धौधौ गरेर व्याकुल हुँदैछौँ, आफै मलाई पुगेन, आफै कमजोर के, मलाई यसले पुगेन, म आज ओटी गर्छ, 1 को 2 पाउँछ, मेरो पैसा अलिकति नेपालमा बढी पुग्छ, मेरो छोराछोरीको पढाइतिर आफै सबै कुरो गुन्दैछ कि नै। परमेश्वरतिर हामी भरै परिरहेको छैन। मेरो परमेश्वरले दिनुहुन्छ। मैले 6 दिन काम गर्दै गर्दाखेरि मेरो परमेश्वरले मलाई स्वास्थ्य दिनुभएको छ। मेरो हरेक क्षेत्रमा परमेश्वरले आशिष दिइराख्नु भएको छ। मैले 1 दिन छुटाएको दिनले गर्दाखेरि मेरो परमेश्वरसँग म खुसी हुँदैछ, खुसीसँग परमेश्वरसँग बिताउने समय मैले पाइरहेको छु भन्ने कुरा हामी बिर्सिन्छौँ। यहाँनिर यो बिर्सिएको छ के। प्रभुलाई बोलाउनु भयो, ठिक छ, काम गर्नुहोस् न। काम गर्दा परमेश्वर हो म पनि सुन्छु है, ओहो म पनि सुन्दैछु है, तपाईँसँग स्वागत गरिकन पनि म सुन्दैछु है, म यता मेरो काम गर्नुपर्छ, तपाईँहरूलाई खाना पनि खानु पर्यो नि त भनेर यदि त्यो कुराहरू हुनुपर्ने ठाउँमा यो त के गरेको, मैले यति गर्दैछु तर यो के गरिरहेको छ मेरो बहिनीलाई तपाईँले सम्झाउन सक्नुहुन्न। परमेश्वरको जवाब वाह। अर्को हामी 4 नम्बरमा प्रभुको जवाबलाई हेर्नेछौँ है। वाह, अब परमेश्वरले औँला उठाएको छ। यहाँनिर प्रभुले औँला उठाइँदै गर्दाखेरि हामीले बुझ्नुपर्छ पक्कै पनि यहाँनिर के छ, यहाँ छ, रहस्य छ के। वाइ, किन परमेश्वरले यहाँनिर औँला देखाउँदैछ? तिमीले मलाई औँला देखाएको। यहाँ अघिको हामी फेरि रिभर्स गरेर टेबललाई मन पर्यो। यहाँनिर के हो तपाईँ यस्तो, मेरो बहिनीलाई सम्झाउन सक्नुहुन्न, म यति थाकिरहेको छु। अब चाहिँ प्रभुको पालो हेर्ने न, यहाँ औँला उठाएको छ। वाह, हेर्नुहोस् त, हामी पनि यस्तो जब ठाडो गर्दाखेरि सोच्नुहोस् न के हुन्छ है। यहाँनिर रहस्य चाहिँ के पावरफुल छ। यहाँ पावरफुल उसलाई, तर आवश्यकता एउटै कुरोको छ, त्यही असल कुरा मरियमले जाने कि छे जो तिनीबाट खोसिने छैन। वाह, हालेलुया, प्रेज द लर्ड। यो वचन कति हेर्नु त पावरफुल छ। परमेश्वरको वचन सुन्ने समय उसले रोजेको छ, त्यो कसैले पनि खोज्न सक्दैन। तपाईँको कामले खोज्न सक्दैन, तपाईँको घरको परिस्थितिले खोज्न सक्दैन, तपाईँको हरेक त्यस्ता ठाउँहरू हुन सक्छ, साथीले खोज्न सक्नुहुन्न। तपाईँले सुन्नुभयो भने आमेन, त्यो तपाईँको हो, त्यो परमेश्वरले तपाईँलाई दिनुभएको समय हो। तपाईँले त्यसलाई बनाउनु पर्छ के।
यहाँनिर यो कुरो चाहिँ हेर्नुहोस् त, मरियमलाई यो बाँडीबाट चाहिँ यो वाक्यबाट चाहिँ शाबास पनि दिँदैछ प्रभु येशूले। आमेन। हामीले देख्नुपर्छ यसले रोजेको चाहिँ असल हो नि त, उत्तम हो नि त। आज हाम्रो जीवनमा हामी कतिचोटि छनौट गलत भएर हाम्रो जीवनमा हामीले पाउनुपर्ने आशिषहरूबाट हामी वञ्चित भइरहेका हुन्छौँ। हाम्रो छनौटलाई जब हामी सही राख्छौँ नि, परमेश्वरले तपाईँ र मेरो जीवनमा ल्याउनु पर्ने आशिष कसैले पनि रोक्न सक्नुहुन्न, किन परमेश्वरमा आशिष उहाँ स्वयं आशिषको स्रोत हुनुहुन्छ। आमेन। त्यसकारण हामी अल्छी नै, हाम्रो यो फ्याक्ट्रीमा हो, आमेन, प्रभुलाई धन्यवाद, उहाँले नै दिनुभएको हामीलाई यो ठाउँको कामहरू हामी कतिचोटि बिर्सिन्छौँ। परमेश्वरले उपलब्ध गराउनु भएको, परमेश्वरले नै एरेन्ज गर्नुभएको तपाईँको निम्ति त्यो फ्याक्ट्री, मेरो निम्ति यो स्ट्रङ लेगेसी प्रभु येशूले नै दिनुभएको। आमेन। यो प्रभु यदि हाम्रो जीवनमा भजन सङ्ग्रह 121 पढ्छौँ भने त्यहाँ स्पष्ट पाउँछौँ, परमेश्वर बिना त हामीले केही पनि गर्न सक्दैनौँ, तर तपाईँ र म अझै पनि के गर्छ, मेरो हो भनेर हामी प्रकट गरी पठाउँछौँ। तर परमेश्वरले के भन्नुभएको छ, प्रभुलाई जब भरोसा गर्ने व्यक्ति चाहिँ परमेश्वरलाई आदर गरिकन, प्रभुको वचनलाई शिरो उपर गरिकन जिउनको लागि परमेश्वरले यो दिदी बहिनीको जीवनबाट हामीलाई सिकाउँदै हुनुहुन्छ। किनभने हामी चाहिँ सिक्नुपर्ने व्यक्ति हो। यस आमेन। हामी सबै सिक्दैछौँ। प्रभुलाई धन्यवाद, हामीलाई यो क्षेत्रमा राख्नुभएको छ। अझै पनि हामी कतै चुक्दैछौँ भने आजको वचनबाट हामीलाई यही कुरा स्मरण गराउँदै हुनुहुन्छ। उत्तम भाग भनेको चाहिँ तपाईँ र मैले प्रभु येशूको उपस्थितिमा बस्नु। विशेष गरी आजको दिन चाहिँ म यही भन्न चाहन्छु, जति पनि हामी काम फ्याक्ट्रिजमा, मैले अघि नै भनिसकेँ, कतिचोटि त्यस्तो स्किप गर्न नमिल्ने ठाउँहरू हुन्छ, तर स्किप गर्न अथवा हामीले अनुरोध गर्दाखेरि पाउने कुराहरू यदि हामीले गुमाउँदैछ भने आज सिक्नुपर्छ। हामीले प्रभुलाई दिनुपर्ने समय इम्पोर्टेन्ट हो। हामी कतिचोटि काम कम भयो भनेर हामी निराश भइपठाउँछौँ। प्रभुले त्यो असल गर्नको लागि हो कि, तपाईँ र मेरो शरीरलाई बनाउनको लागि, एक्टिभ राख्नको लागि हो। हाम्रो शरीरको जति मांसपेशीहरूमा भएको दर्दहरू निको हुनको लागि हो, विश्रामको लागि हो। त्यो भुली पठाउँछौँ। उसले परमेश्वरलाई त स्वागत गर्यो, तर आफू विश्राम गरेको छैन। यताउता बडलिकन आरामसँग गर्दै पनि हुने काम भन्दै हामी सबैलाई थाहा छ, सबैले काम गर्छ। यहाँ मार्थाले चाहिँ उसले त्यो नगरेसम्म त हुँदैन जस्तो उसले समातेको छ कि। तर परमेश्वरको वचनले चाहिँ के भन्नुहुन्छ त, हे सबै थाकेका र बोझले दबिएका हो, म कहाँ, म तिमीहरूलाई विश्राम दिनेछु। त्यो विश्राम दिने परमेश्वरलाई उसले निम्त्याएर आफू अब व्यस्ततामा, आज हामी पनि हाम्रो जीवनमा कति लगाएर जिराखेका हुन्छ। विश्राम दिने परमेश्वरलाई हामीले पाएका छौँ, तर हामी विश्राम दिन बिर्सी पठाउँछौँ। त्यसकारण प्रभुले हामीलाई वचनबाट आज पनि स्मरण गराइराख्नु दिएको छ। परमेश्वरको उपस्थिति जब हामी बस्छौँ नि, यहाँनिर के भएको छ, जीवनमा सबैभन्दा आवश्यक एउटै कुरो हो। जुन कुरा मरियमले के गरेको हामी पाउँछौँ, रोजेको पाउँछौँ। त्यसकारण हामीले पनि उत्तम कुरा रोज्नु भनेको चाहिँ तपाईँ र मेरो समय परमेश्वरसँग बिताउनु हो, येशूसँगको सम्बन्ध अझै गाढा बनाउँदै लानु हो। येशूसँग सम्बन्ध गाढा बनाउने मान्छेले के गर्छ, संसारको कुरालाई त्यति महत्त्व दिँदैन, येशूलाई सम्पूर्ण महत्त्व दिनुहुन्छ। आमेन। किनभने येशू नै सबै थोक भन्ने कुरा बुझ्न सक्छौँ। उहाँको वचन हो जुन आज हामी फिजिकल येशू ख्रीष्टलाई कम्पेयर गरी जुन दिन यो संसार हामी छोड्छौँ, त्याग्छौँ, त्यो दिन चाहिँ प्रभु येशूसँग हुनुहुन्छ। तर आज हामीलाई प्रभुले जुन दिनको वचन छ, त्यो वचनलाई दिन्छौँ भने यो चाहिँ प्रभुसँग हुनुहुन्छ। आमेन। यसबाट पाएर पढिकन हामी सुनिकन हामी पालन गर्दैछौँ। उहाँको उपस्थितिमा बस्नेछौँ, हामी उहाँको उपस्थिति आफ्नो जीवन काममा मात्रै अल्छी रोजाइ गलत तरिका गलत परमेश्वरले सबै कुरा उहाँमा यदि आउने जानेर चाहिँ त्यो सबै कुरा परमेश्वरले सिकाउनुहुन्छ, त्यो आशिष पनि दिन सक्नुहुन्छ। त्यसैले परमेश्वरको उपस्थितिलाई कसैले के गर्न सक्दैन, कसैले के गर्न सक्दैन।
हामी सबै भनेछौँ परमेश्वरको उपस्थितिलाई कसैले के गर्न सक्दैन। साँच्चै त्यो समय यस्तो समय हो कसैले पनि त्यसलाई तपाईँको कुनै पनि घनिष्ठताले पनि छोड्न सक्नुहुन्न कि त्यसलाई खोज्न सक्नुहुन्न कि तपाईँले चाह गर्नुभयो उपस्थितिमा जानु पर्यो तपाईँ